छ गाइस, सर्वप्रथम त पिक्युबलाई माया गर्नुहुने सम्पूर्णमा पिक्युबको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु म। पिक्युबलाई धेरै माया गर्नुहुन्छ, खुसी लाग्छ, दामी लाग्छ, बवाल लाग्छ, दामी निन्द्रा लाग्छ गाइस यार, होइन र भने? किनभने आजकलको जमानामा मायाले पनि व्यापार व्यवसाय टिक्ने गर्छ गाइस, जो हामीले पाएको छौँ। त्यसको लागि हृदयदेखि नै हजुरहरूलाई धेरै धेरै शुभकामना र धन्यवाद व्यक्त गर्न चाहन्छु म। के छ गाइजहरू, फुटसल सुज 2800 रुपियाँ हजुरको बजेटभित्र पऱ्यो कि परेन? यदि हजुरको बजेटभित्र परेन, अलिकति कम रेन्जको चाहियो भने पिक्युबमा आउनुभयो भने तपाईँले 1000, 1200, 1500, 2000 जतिको पनि पाउनुहुन्छ गाइस, होइन र भने? यदि 2800 को बजेट छ भने त तपाईँको लागि यो बेटर छ गाइस, होइन र भने? अब योभन्दा महँगो चाहियो भने तपाईँले 3000, 3500, 4000, 5500, 8000 जतिको पनि पाउनुहुन्छ गाइस, होइन र भने? पिक्युबमा आएपछि खाली हात फर्किनु पर्छ जस्तो मलाई लाग्दैन गाइस, यदि हजुरलाई आवश्यक छ भने गाइस, होइन र भने? अब होइन पिक्युब एकचोटि भिजिट मात्रै गरेर आउँछु भन्नुहुन्छ भने हजुरहरूलाई पनि धेरै धेरै स्वागत छ। पिक्युबमा आएपछि लानै पर्छ भन्ने छैन, तपाईँ आउनुहोस्, हेर्नुहोस्, तपाईँको पैसा अनुसारको क्वालिटी पाउनुभयो, चित्त बुझ्नुभयो भने लिएर जानु होला, नत्र नेक्स्ट टाइम आउनु न यार। तपाईँहरू आउनु नै ठुलो कुरा हो गाइस पिक्युबमा, होइन र भने? म लामो कुरा गर्न चाहन्न गाइस। तपाईँहरूको नयाँ साल कसरी बित्दैछ? पक्कै पनि राम्रोसँग बितिरह होला गाइस, होइन र भने? यो नयाँ सालमा त अब धेरै प्रगति गर्नु छ, धेरै गर्नु छ, होइन र भने? आमा बाउलाई खुसी बनाउनु छ, काममा इङ्गेज हुनु छ, होइन र भने? धेरै गर्नु छ। पहिलाको कुराहरू, दुःखको कुराहरू, हरेक कुरा बिर्सेर चाहिँ अब तपाईँ नयाँ बाटोमा चाहिँ दौडिनु हुन म अनुरोध पनि गर्दछु, होइन र भने? अब फेरि शिक्षातिर नजाउँ, टिचर फिलिङ हुन्छ गाइस। यो सुज हेर्नुहोस् त गाइस, मैले यो चौथो पटक ल्याइरहेको छु गाइस, होइन र भने? अब यदि तपाईँले चौथो पटकमा लानुभयो भने पाँचौँ पटक आउनेवाला छैन गाइस यो सुज, होइन र भने? सुरुमा बेच्दा तपाईँहरूलाई 3650 चान्सुन पर्थ्यो गाइस, पछि मैले तपाईँलाई 2800 बेचेको हो गाइस, होइन र भने? मैले 2800 बेचिसकेपछि मैले जहाँदेखि ल्याउँछु उसलाई भने मैले अहिले अफरमा बेचेको छु, तपाईँले दिनुभएको रेटमा चाहिँ म लानु सक्दिनँ, किनभने अफरमा मलाई 100-200 खाएर मेरो पसलको यत्रो खर्च उठ्दैन। मैले अफरमा दिइसकेको सुज हो, यदि तपाईँले कममा दिनुहुन्छ भने 2800 मलाई 400-450 नाफा आउँछ भने इट्स ओके भनेपछि उहाँले मलाई दिनुभयो, उहाँसँग पनि छैन, स्टक क्लियर गाइस, होइन र भने? अब अर्कोचोटिदेखि यो होइन, अहिले चाहिँ म अफर भन्दिनँ। योभन्दा अगाडि 2800 दिँदाखेरि अफर हो, त्योभन्दा अगाडि 3650 बेच्दाखेरि अफर होइन, तर अहिले पनि अफर होइन 2800 दिँदा पनि। किन भन्दाखेरि यो मैले भाउ घटाएर लिएर आएको छु, मलाई राम्रै फाइदा छ, 400-450 नट ब्याड है, यतिको लगानी अनुसारको गाइस, होइन र भने? ठिक छ, हेर्नुहोस् त गाइस, कलर अप्सन पनि तपाईँले एउटा व्हाइट पाउनुहुन्छ भने एउटा स्काई ब्लू पाउनुहुन्छ गाइस, होइन र भने? यो कलर पनि राम्रो छ गाइस है। अब यसमा तपाईँलाई फेयरली भन्नु पर्दाखेरि 5वटा कलर आएको थियो गाइस, होइन र भने? त्यसको लागि आइ एम सो सरी। अब सक्यो, 2टा कलर थियो, उसले पनि मलाई रेट मिलाएर दिनुभयो, मैले पनि 2800 बेच्दै गाइस, होइन र भने? अब 2टा कलर मात्रै बाँकी छ, 3टा कलर छैन। अब यो चोटि पनि तपाईँले 2800 यो फुटसल सुज लानु भयो भने तपाईँ धेरै पछि पर्नुहुन्छ गाइस, होइन र भने? हेर्नुहोस् त, किनभने यसको राम्रो छ, फेब्रिक राम्रो छ, ग्रिप राम्रो छ, भित्रको इन्सोलहरू राम्रो छ, दामी छ, राम्रो पर्फर्मेन्स र राम्रो फिडब्याक आएको सुज हो यो है। जसले लानुभयो उहाँहरूले राम्रो फिडब्याक छ भन्नुहुन्छ गाइस। म तपाईँहरूसँग लामो कुरा पनि गर्न चाहन्न गाइस। तपाईँहरूलाई स्पोर्ट्स सम्बन्धी सम्पूर्ण सामान चाहियो भने तपाईँले पिक्युबलाई त सम्झिनु पर्ने भइ नै हाल्छ गाइस, होइन र भने? तर विशेष गरी 2800 यो तपाईँलाई फुटसल सुज यदि मन पर्यो भने नि गाइस, डाइरेक्ट पिक्युब गाइस। धन्यवाद।